छैनौं। हामी चारतिरबाट हामी यो देशका भूमिपुत्र, हामी यो देशका मूलवासीहरूलाई तपाईहरुले टेर्नु भएन भने हामी यो 3 नम्बर प्रदेशमा मात्रै होइन, नेपालको सातै प्रदेशमा हामी जनआन्दोलनका घोषणा पनि गर्नेछौं। म धेरै बोल्न चाहन्न मित्रहरू, पछि हाम्रो नेताजीहरू धेरै हुनुहुन्छ, उहाँहरुको पालो दिँदै अबको जनआन्दोलन यो भन्दा धेरै बेग्लै हुनेछ। नेपालमा धेरै किसिमको आन्दोलनहरू हाम्रो विभिन्न संगठनहरूले यो कुराहरू बुझ्नेछ र हामी सबैजना एक हुनेछ भन्दै म यो जुन आजको यो सभाबाट मेरो यो 2 शब्द अन्त्य गर्दै म बिताउन चाहन्छु। जय मङ्गोल, जय मूलवासी। अनि आर्यघाटमा पुर्याएर सद्गत गरिसकिएको राजतन्त्रको हामीलाई आवश्यकता पर्दैन। यो चाहिँ मैले तपाईहरुलाई सम्पूर्णलाई जानकारी गराएँ। र यसै सन्दर्भमा अर्को पनि छ है, तुरुन्तै गाइदिन्छु किनभने यहाँ आवश्यक